हेलो गाइज, ह्याप्पी न्यू इयर। आज हामी पलाञ्चोक मन्दिर दर्शन गर्न जान लाग्यो। कति अहिले 3:30 बज्यो, 3:30 बजे चाँडै जान लाग्यो। आज एकदम बिजी डे हो। पलाञ्चोक गएर आएर अनि हाम्रो उता जन्त पनि जानु छ। आज मामाको छोराको पनि बिहे छ। हामी चाहिँ 3:30 बजे पलाञ्चोक दर्शन गर्न लागियो। मामा, माइजू, भाइ, बहिनी अनि म चाहिँ 0 किलो आइपुग्यो। यो चाहिँ लामिडाँडा भन्ने ठाउँ हो। अब यताबाट लेफ्ट साइड लागे पलाञ्चोक दर्शन गर्न जान पाइन्छ। सिधै गए 5 खाल गइन्छ। हामी चाहिँ लेफ्ट साइड तर्फ लाग्यौँ। हुसुले बाटो नै नदेखिने जस्तै भएको छ। एकदम बाक्लो हुसु लागिरहेछ बाहिर। फाइनल्ली हामी चाहिँ पलाञ्चोक मन्दिर आइपुग्यौँ। ल, दर्शन गर्नु होला तपाईहरू पनि न्यू इयरमा। मन्दिर चाहिँ खुलिसकेर रहेन रहेछ। हामी अलि छिटै नै आइपुगेछौँ। 5 बजे मात्र खुल्छ भन्नुभएको होइन। 5 बजे मात्र खुल्छ रे गाइज। हामी अब एकछिन यहाँ बस्छौँ। माइजू पूजा सामग्री ठिक पार्दै हुनुहुन्छ। मामाले नरिवल किनेर ल्याउनु भयो। अब यहाँ पुजारी बा चाहिँ आइसक्नु भएको छैन, त्यही भएर हामी एकछिन अब वेटिङमा छौँ। मन्दिर चाहिँ 5-9 बजी खुल्दैन अरे। अनि अब हामी चाहिँ कुरिरहेको हो। यहाँ अब हामी घुम्दैछौँ, राउन्ड लाउँदैछौँ। फाइनल्ली यहाँको पुजारी बा आइपुग्नु भयो। भगवानलाई सिगार दिँदै हुनुहुन्छ पुजारी बाले। नुहाइदिँदै हुनुहुन्छ यहाँ पलाञ्चोकी माईलाई। बयासी सालमा हामीले सबभन्दा पहिला दर्शन गऱ्यौँ पलाञ्चोकी माईको। खाजा खाँदैछौँ दर्शन गरेर। तरकारी खान लाग्यो। सनराइज सुरु भएको छ। यहाँ पलाञ्चोकी भगवतीबाट देखिएको सनराइज हो। यो चाहिँ एकदम राम्रो छ। फर्केको दर्शन गरेर हामी फर्किँदैछौँ। अब एकदम हुस्सु लागिरहेको छ बाटोमा। यस्तो छ अवस्था। हाम्रो मामा चाहिँ 27 वर्ष गाडी चलाएर एकदम पुरा एक्सपिरियन्सवाला हुनुहुन्छ। उहाँ एकदम उहाँसँग जाँदाखेरि एकदम ढुक्क भएर हिँड्दा हुन्छ। तपाईहरूलाई पनि अब कतै जानु छ भने स्कर्पियो रिजर्भ गर्नुपर्छ पनि छ भनेदेखि उहाँलाई सम्झिनु होला। नम्बर 98 41 49 11 75 मा कल गर्नु होला। कुन्ता बेसी आइपुग्यो। हामी अब
फेरि आज जन्त जानु छ। अब फेरि जन्त जानलाई रेडी हुनु छ मेरो त। घर आइपुग्यो पलाञ्चोक दर्शन गरेर। अब जन्त जानु छ, फेरि जन्त जानलाई रेडी हुनु छ मेरो। अब साडी लगाएपछि नै भेटौँला। हेलो गाइस, नमस्ते। हामी चाहिँ अब जन्त जान लाग्यो रे। जन्त जानलाई काठमाडौँ जाँदैछौँ। अनि अब यतै बार रेडी भएर जाने भने ढिला भयो, पुरेर जानुपर्ने यतै कुन्ताबाटै। अनि ढिला भयो। हामी अब नगरकोट हुँदै जाँदैछौँ काठमाडौँ। Lah.